यहाँ मान्छेहरू रातभर आकाशमा तारा गनेर दिनभर आँखामा आँसु खसाल्छन् र सुवासको खोजीमा बहुतारिएका बाँकी जुनकिरीहरू आजकल पुच्छरमा बत्ती बाल्दैनन्। तिनले भन्ठान्छन् सुवास सुतिसक्यो। न सुवास सुतेर सहवास सकिएको छ लैला मजुनको, न तारा रातभर जागेर, न तारा जमिनमा खसेर स्तनपान रोकिएको छ आकाशको। यस्तो लाग्छ आकाशले गर्भधारण गर्ने भए वा सुवास छर्कदैमा निसन्तान स्त्रीहरूले पात पलाउने भए ताराहरू 3 करोडको बाउ बनिसक्थे र सुवासहरू प्राक्षेचनको भिडमा निकम्बा बन्दैनथे। नमस्ते अनि हार्दिक स्वागत छ कार्यक्रम सिर्जनाको मजेरीमा। धौलागिरी FM 98.6 मेगाहर्जको यो बिहीबारे श्रृङ्खला सिर्जनाको मजेरी। आज उपस्थित भइसकेका छौँ। प्रतिमा दाजु सुभाष हुनुहुन्छ, तपाईँको सधैँको साथी तारा म छँदैछु। आज हामीले फोन लाइन लिँदैनौँ, कृपया गाह्रो नमानिदिनु होला। हामीसँग एकजना स्रष्टा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ। मैले सुरुमै उहाँको आवाज तपाईँको लागि सुनाइसकेको छु। मैले एकजना स्रष्टा जो निकै लामो समयदेखि लेखनीमा प्रतिबद्ध हुनुहुन्छ, त्यति मात्रै होइन एउटा सञ्चारकर्मी पनि हुनुहुन्छ। बाध्यता व्यवस्था आफ्नो बीचमा छँदैछ, ती कुरा पनि हामीले समावेश गर्नेछौँ, जोड्नेछौँ। को हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, को आउनु भएको छ, यो पनि तपाईँको लागि जानकारी गराउनेछौँ। तर मैले जानकारी गराउँदिनँ, यो जानकारी जो मसँग हुनुहुन्छ उहाँले नै जानकारी गराउनुहुन्छ। स्वागत छ यहाँलाई। धन्यवाद ताराजी र सुभाषजी, ताराजी सबैमा मेरो नमस्ते र सबैभन्दा धेरै नमस्ते त अहिले मलाई सुन्नुभएका सबै श्रोताहरूलाई नमस्ते। मेरो नाम दिल निशानी मगर हो। मेरो घर बागलुङ जिल्ला ताराखोलामा पर्दछ र अहिले म वैदेशिक रोजगारपछि नेपाल आएको छु र नेपाल आइसकेपछि यहाँ ताराजी अनि सुभाषजी जस्ता मेरा समकालीन मेरा गुरुहरू, मेरा सहयात्रीहरूसँग यसरी जमघट हुन पायो र मेरा थुप्रै श्रोताहरू जसले दिल निशानीको रचना सुन्नुहुन्थ्यो अथवा पढ्नुहुन्थ्यो, उहाँहरूसँग मेरो साक्षात्कार गर्ने एउटा अभियान चलाइदिनु भयो। ताराजीलाई धन्यवाद छ र सुभाषजीलाई पनि। सुरुमा एउटा कविता सुनाउनु भयो। हजुर, कसको लागि रे, कस्तो खालको? ताराजी, तपाईँ र म झट्टै हेर्दा स्टुडियोमा जस्तो छौँ, तर तपाईँ आकाशमा पनि हुनुहुन्छ। ताराजी प्राय आकाशमा हुन्छ। मान्छेले भन्छ तारा स्टुडियोमा होला, कोठामा होला, गाउँ गयो होला, कतै गयो होला। तर म यस्तो सोच्छु कि ताराजी हमेसा आकाशमा छ र आकाशका ताराहरूले धरतीका मान्छेहरूलाई हेरिराखेका छन्। सुभाषजी, हामी झट्टै हेर्दा देख्छौँ कतै प्रविधि कन्ट्रोल गर्दै होला, वा घरमा होला बच्चा फकाउँदै होला, वा कतै अफिसमा जागिर गर्दै होला, तर हजारौं जुनकिरीहरू रातमा सुवास छर्केर पुच्छरमा बत्ती बालेर हिँडिरहन्छन्, भौताइरहन्छन्। त्यसकारण मैले यो सुवास र ताराको जो समायोजन छ, रातमा मान्छेहरू भन्ठान्छन् नि सुवास सुतिसक्यो, तर सुवास सुत्दैन, रातभर जाग्छ र हजारौं जुनकिरीहरूलाई उसले शीतलता, शालीनता प्रदान गर्छ। यस विषयमा मैले सानो बिम्ब फेरि पनि सुनाउँछु। न सुवास सुतेर सहवास सकिएको छ लैला मजुनको, न तारा जमिनमा खसेर स्तनपान रोकिएको छ आकाशको। यस्तो लाग्छ आकाशले गर्भधारण गर्ने भए वा सुवास छर्कदैमा निसन्तान स्त्रीहरूको पात पलाउने भए ताराहरू 3 करोडको बाउ बनिसक्थे र सुवासहरू प्राक्षेचनको भिडमा निकम्बा बन्दैनथे। मैले यसरी तपाईँहरूको सम्बन्ध र मेरो मायालाई मैले तपाईँहरूको बीचमा अन्ततः सुभाष दाजु अनि निशानी र ताराको गन्थनको कुरा सायद कविता मार्फत हजुर हजुर हैन, सबैलाई जोडेर, जसले हामीलाई सुन्नु भएको छ उहाँलाई पनि जोडेर। हजुर हजुर निशानीजी अगाडि पनि भनिसक्नु भएको छ, वैदेशिक रोजगारीको लागि विदेश हुनुपर्ने बाध्यता छ। हजुर, केही समयको लागि विदेशिएर आउनु भएको छ। मलाई यस्तो लाग्दैछ निशानी कुनै दिन बागलुङ एफएममा यस्तै धेरै स्रष्टाहरूको एउटा कथा वाचन गर्थ्यो। त्यति बेलाको निशानी र अहिलेको निशानी कतिको फरक पाउनु भएको छ? हजुर, जीवन परिस्थितिले गर्दा हामी हिजो पनि रातभर निदाउन सक्दैनथ्यौँ र आज पनि हामी रातभर निदाउन सक्दैनौँ। हामी आँखा चिम्ले जस्तो गर्छौँ, तर कहिले पनि मन, मस्तिष्क र दिमाग कहिले पनि चिम्लिन सकिएन।
किनभने आकाशको तारा र आकाशले यसरी थिचर्यो हामीलाई कि हामी उठ्नै नसक्ने गरी ध्वस्त भयौँ। तपाईँ यो आर्थिक हिसाबले भन्नुहोस्, सामाजिक हिसाबले भन्नुहोस् वा जीवनयापन गर्ने हिसाबले भन्नुहोस्, उठ्नै नसक्ने स्थिति यसरी पैदा भयो कि हामी रातभर निदाउन सकेनौँ। दिनभर सडकमा त हिँड्छौँ, तर दिल निशानीको परिवार, दिल निशानीको श्रीमती भन्नुहोस् वा छोरी भन्नुहोस् वा परिवार भन्नुहोस्, तिनीहरूले चाहेका कुराहरूलाई जब मैले पूरा गर्न सकिनँ तब मेरो आँखामा आँसु मात्र आएन कि छु मैले एउटा सपनाको मैले विरुद्धमा म आफूलाई प्रदर्शन गरेको छु भन्ने जस्तो लाग्यो। तपाईँलाई मैले सानो घटना सुनाउँ कि जब मैले मेरो छोरीलाई, अहिले मेरो छोरी छन् खुसी, उनलाई बोकेर म सडकमा हिँडिरहेको थिएँ र सडकको नजिकै दोकानमा एउटा राम्रो खेलौना थियो र मैले छोरीलाई, किनभने म पहिलो बाउ, मेरो छोरीको मेरो पहिलो सन्तान, म निकै माया गर्थेँ। उनलाई बोकेर जब म सडकमा दौडेको थिएँ कि मेरो छोरीको आँखा त्यो खेलौनामा गयो र उनी यसरी रुन थालिन् कि त्यो खेलौना नकिनेसम्म त्यो पसलबाट उनी अगाडि बढ्न चाहेनन्। धेरै रोइन् मेरो छोरी र मैले दोकानमा गएर खेलौनाको मूल्य सोधेँ, 2500 भन्यो। मसँग त्यही 250 जति थियो होला है। अब मैले के गरौँ, रोइरहेको छोरीलाई मुख बुझो लगाइदिएर घरमा लिएर आउँ वा उधारो मागौँ वा के भनौँ होइन। मलाई यस्तो स्थिति भयो कि त्यस दिनदेखि म निदाइनँ र अहिलेसम्म पनि म निदाएको छैन, किनभने मेरो छोरीको सपना अथवा परिवारको सपना मैले पूरा गर्न सकेकै छैन। मलाई निद लाग्दैन अहिले पनि। कहिलेकाहीँ यस्तै स्रष्टाका पीडा बोलिरहँदाखेरि आफ्नो पीडा कसैले पनि बुझ्दो रहन्छ। हजुर हजुर है, हजुर। कति लामो समयसम्म एउटा यस्तै ठाउँबाट धेरै स्रष्टाहरूको पीडा बोलिरहँदाखेरि आफ्नो पीडा कसले बुझ्ने? हजुर, बुझ्न सकेनन्, तसर्थ त बाध्य हुनु पर्यो नि, विदेश हुनु पर्ने होइन। मैले के सोध्दैछु भने निशानीले भर्खर पनि सुभाषसँगैको ताराको कुरा गरिरहँदाखेरि सायद धेरैजनाले स्तनका कुरा गरिरहँदाखेरि कस्तो खालको स्रष्टा रहेछ, कस्तो खालको लेखक रहेछ, यो त अलिकति नपच्ने खालको बोल्यो भन्ने पनि हुनसक्छ होइन। यसलाई प्रश्न दिन पाए होइन। अहिले विश्वमा धेरै खालको बहसहरू आइराखेका छन् होइन। हामी फ्राइडको बहसदेखि लिएर ओसोको बहसदेखि लिएर हामी रामदेव बाबाजीको पनि हामी बहस गर्छौँ होइन। यसलाई हामी सैद्धान्तिक रूपले हेर्ने, दार्शनिक रूपले हेर्ने वा सेक्स अपिलको रूपमा हेर्ने भन्ने कुरा चाहिँ दिशामा भर पर्छ होइन। जस्तो मैले स्तनपानको कुरा गरेँ, यो एउटा साहित्यिक एउटा बिम्ब अन्तर्गत हामीले बुझ्नुपर्छ होइन। सडकमा कोही आएमा स्तनपान गराउँदैछ भन्नु र एउटा बिम्बात्मक शब्दको रूपमा स्तनपान भन्नुमा धेरै फरक पर्छ। जस्तो नेपाली साहित्यमा पनि थुप्रै तपाईँले अश्लीलताहरू तपाईँ पाउनुहुन्छ, तर खासमा भन्ने हो भने यो पनि सोझो अश्लीलता होइन, धेरै सोझो अश्लीलताहरू छन् होइन। तर बिम्बात्मक रूपमा प्रयोग गर्दा कहिलेकाहीँ यौनका कुरा वा प्रेमको एउटा उजागर गर्ने क्रममा सहवासको कुरा वा प्रेम सम्बन्धलाई उचाइमा पुर्याउनको निम्ति एउटा सुहागरात पनि हामी धेरै प्रयोग गर्छौँ नि त शब्दमा त होइन। त्यसकारण शब्दमा खेल्यो भने त अब अलिकति यो गहिरो जान्छ कि। तर स्तनपान भनेको एउटा आमा, तपाईँ गीत सुन्नुहोस् न, एउटा आमाको स्तनपान गरेपछि एउटा छोरो हुर्किन्छ, बढ्छ र यो माटोको निम्ति फेरि उसले अर्को स्तनपान गराउनको निम्ति तयार हुन्छ भन्ने त हामी गीत पनि सुनेका छौँ नि। त्यसकारण मैले यसलाई साहित्यिक बिम्बात्मक रूपमा बुझ्दिन म अनुरोध गर्दछु। मैले कुरा जोडिहालेँ, एउटा आरोप छ हजुर, निशानी बढी उच्छृङ्खल हुन्छ, यौनवादी हो, हजुर त्यस्तै खालका लेख्छ, फेसबुक पनि त्यस्तै खालका लेख्छ निशानीले भन्ने आरोप पनि आउँछ। हजुर होइन, अब यौनवादी चाहिँ हो, यो चाहिँ म स्वीकार्छु, तर यौनवादीलाई अश्लीलता र अराजकतासँग जोडेर विषय र प्रसङ्गलाई चाहिँ नि बङ्गाउने हो भनेदेखि चाहिँ त्यो अश्लीलतामै जान्छ होइन। तर यौनका कुराहरू साहित्यमा उठाउने, यौनका कुराहरूलाई कवितामा उठाउने, यौनका कुराहरूलाई गजल, मुक्तकताका, हाइकु, तियाली जे छ नेपाली साहित्यका बिम्बहरू अथवा विधाहरू, त्यसमा हामीले यौनका कुराहरूलाई कसरी जोड्न आवश्यक छ भनेदेखि एउटा महिला एउटा पुरुष बीचको सम्बन्ध यौनका कारणले के कति घनिष्ठता हुन्छ र यौनको कारणले के कति दूर हुन्छ, वा साहित्यमा यौनको मिश्रणले कति रोचकता पैदा गर्छ होइन। एउटा मृत्युको साहित्य, एउटा समवेदनाको साहित्य, एउटा वेदना आरोह र आँसुको साहित्य र सँगसँगै थोरै सहवासको साहित्य वा थोरै यौनको साहित्य मिसाउनुहोस् न होइन। त्यति ठुलो अपराध त होइन, यो अपराध त होइन नि होइन। विश्वका धेरै जनसङ्ख्या मध्ये होइन 6 सेकेन्डमै 6 घण्टामै
हजारौंले चाहिँ नि यसलाई उपयोग गर्ने चिज हो नि यो त एकदम अवश्य पनि कुराकानी भइरहेछ एउटा कविता जोडिहालौँ न निशानीको मुखबाट आफ्नै हजुर मैले एउटा कविता लेखेको यो चाहिँ नि लेखेको चाहिँ त्यस्तै 1 महिना जस्तो भयो होइन अनि मैले लेखेर यहाँलाई सुनाउनु पाउँदा खुसी लाग्यो खास गरी सुभाषजी ताराजी मलाई निकै प्यारो लाग्छ तपाईहरू मेरो अग्रणी पनि हो मैले एउटा कविता लेखेको छु कि आजकल मलाई धेरै चिजहरू फरक फरक लाग्न थालेको छ आजकल तारा जुन हो कि जस्तो लाग्छ कहिलेकाहीँ सूर्य हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ सुभाषजी सुभाष होइन अरू केही हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ म आफैलाई म निशानी होइन जस्तो पनि लाग्छ होइन त्यस कारणले मलाई के लाग्छ भनेर एउटा कविता लेखेको थिएँ त्यो हजुरलाई म सुनाउँछु 2 महिना अगाडि लेखेको कविता हो आजकल नदीहरू पनि खोला जस्ता छन् आजकल नदीहरू पनि खोला जस्ता छन् खोलाहरू पनि पोखरी जस्ता छन् त्यसैले मेरी माया तिमी काँडा जस्तै र म पात जस्तै बन्नुमा कुनै अपवाद छैन छन त आगो पनि असार जस्ता छन् जे होस् हिमाल पत्थर जस्ता छन् जे होस् हिमाल पत्थर जस्ता छन् अनि पत्थर पहाड जस्तै छन् त्यसैले तिमी बादल जस्तै र म बतास जस्तै बन्नुमा पनि कुनै गुन्जाइस छैन उसो त आजकल माना पाथी जस्ता छन् पाथी माना जस्ता छन् यस्तो लाग्छ ढक तराजु जस्ता छन् अनि तराजु ढक जस्ता छन् त्यसैले तिमी खानदानी जस्तै र म खरानी जस्तै बन्नुमा पनि कुनै पश्चाताप छैन कठैबरा आजकल पुलिस चोर जस्ता छन् अनि चोर पनि पुलिस जस्ता छन् यहाँ सपना विपना जस्तो लाग्छ र विपना पनि सपना जस्तो लाग्छ मानौ भावना पनि भगवान जस्ता छन् र भगवान भने भावना जस्तै छन् त्यसैले तिम्रो भरिभरि सपना र मेरो रित्तो विपनामा पनि तात्विक अन्तर छैन मेरो रित्तो विपनामा पनि तात्विक अन्तर छैन यो साँच्चीकै सामाजिक यथार्थता हो हजुर मैले बुझेको हजुर सामाजिक यथार्थता हो साँच्चीकै आजभोलि पाथीहरू पनि माना जस्ता भइरहेका छन् पुलिसहरू पनि चोर जस्ता बनिरहेका छन् चोरहरू पुलिस जस्ता बनिरहेका छन् ढक तराजु जस्तो छ तराजु ढक जस्तो छ हाम्रो यो समाजमा भएको यो बाध्यता हो हामीले ओकल्नै पर्ने बाध्यता किनभने हामी कुनै दोकानमा जान्छौँ कि अलि तौल पुगेन हैन तराजुको मुनि साबुनको डल्ला राखेको हुन्छ साउले पनि त्यसरी उ धनी भएको हुन्छ हामी त्यही तराजुको मुनि टाँसेको साबुनको डल्लाले हामीलाई खरानी बनाएको हुन्छ हामीलाई थाहा हुँदैन त्यसकारण यो विषयमा मैले लेखिरहेको हामी आफै ठगिएका हुन्छौँ लेखिरहँदाखेरि साहित्य के हो जस्तो लाग्छ मेरो विचारमा हैन साहित्यकारहरूले विभिन्न एंगलबाट यसलाई परिभाषित गर्छन् मेरो विचारमा म कहिलेकाहीँ रातको 3 बजे उठेर आँखा मिच्छु मलाई यो साहित्य जस्तो लाग्छ प्लास्टिकको पोकामा केही चिउराहरू केही बदामहरू र केही पानीहरू पोको पारेर म झोलामा राख्छु यस्तो लाग्छ यो पनि एउटा साहित्य हो कहिलेकाहीँ बिहानको खाना बेलुकी खाइन्छ बेलुकीको खाना बिहान खाइन्छ र हामी छुट्याउन सक्दैनौँ कि मैले बेलुकीको खाना खाइरहेको छु कि बिहानको खाना खाइरहेको छु होइन दादाजी त्यस्तो त हुन्छ नि त मान्छेको तपाईँले पनि त भोग्नु भएको कुरा होला नि त यो हो साहित्य हामीले यसलाई क्याच गरौँ न र एक शब्दमा भन्नुपर्दा साहित्य के हो भनेदेखि हामीले जो ढङ्गको जिजीविसाहरू अपनाइरहेछौँ जो ढङ्गको कामहरू अपनाइरहेछौँ त्यसमा जहाँनिर हामीलाई समस्याहरू पैदा गर्छ अथवा जहाँनिर हामीलाई अप्ठ्यारो स्थिति आउँछ त्यसलाई हामीले एउटा कापीको पानामा एउटा कलमले सिसा कलमले वा जोसुकै कलमले उतार्यो भनेदेखि लामो समयपछि त्यो अध्ययन गर्दाखेरि आफूलाई साहित्य लाग्छ अवश्य पनि यसरी बुझौँ कि यो समाजको वास्तविकता एउटा व्यक्तिको वास्तविकता हो यथार्थता हो साहित्य जसलाई हामीले सिलसिलावार रूपमा हैन बनाउन सक्छौँ लेख्न सक्छौँ प्यारो त स्वदेश नै लाग्छ होला नि विदेशमा गएपछि मात्रै मान्छेले आफ्नो देशको माया महसुस गर्छ अरे मैले अलि पहिला पनि तपाईसँग सायद मैले कुरा गरेको थिएँ होला यो नेपालले हामीलाई एउटा नागरिकता दियो होइन परिचयको रूपमा नागरिकता दियो नागरिकता पछि एउटा पासपोर्ट दियो आखिर दिन त दियो नेपालले पासपोर्ट र नागरिकता दियो हिमाल नेपालले दिएको होइन है बुद्ध नेपालले दिएको होइन है यो त धरती माताको देन हो यो पृथ्वी उत्पत्तिको उपज हो हिमाल र बुद्ध होइन हामीलाई नेपालले दिएको भनेको नागरिकता र पासपोर्ट होइन दिन त सबै चिज दियो खोला नाला
हावापानी सिङ्गो आमा दियो होइन दिनुपर्ने कर्तव्यहरू हुन्छन् नागरिकका मानवाधिकार हुन्छन् नागरिकका कर्तव्यहरू अधिकारहरू हुन्छन् त्यो दिन नसकेपछि अहिले म विदेशमा काम गर्नु भनेको धेरै सानो कुरा हो सर अहिले प्राध्यापकहरू अमेरिकामा छन् अहिले हिरोइनहरू प्राध्यापकमा छन् अमेरिकामा छन् भनौँ न अहिले कलाकारहरू कविहरू पत्रकारहरू सञ्चारकर्मीहरू राजनीतिज्ञहरू अहिले युरोपमा छन् होइन उनीहरू के कारणले विदेश छन् वा जान बाध्य छन् भन्ने सवालमा तपाईहरु जस्तो अझै पनि स्ट्रगल गरिरहेको बुद्धिजीवी वर्ग तपाईहरु जस्तो एउटा विद्वान वर्गले एनालाइसिस गर्नु जरुरी छ र सरकारलाई दबाब दिनु जरुरी छ। बाध्यता व्यवस्था कस्तो आउँदो रहेछ, प्रधानमन्त्री पनि पूर्व प्रधानमन्त्रीहरू पनि प्राध्यापक हुनुपर्ने बाध्यता पनि आउँदो रहेछ नि है। अवश्य पनि हैन। तपाईलाई मैले एउटा रियल घटना भन्नु पर्दाखेरि चाहिँ नि अमेरिका ट्युक एउटा प्राध्यापकले अमेरिकामा अन्डा टिप्छ, अन्डा टिप्ने काम गर्छ हैन। र एउटा विषयमा थेसिस लेखेर डिग्री पास गरेको कुनै केटाले मसँग लौरी बोकेर चौकीदारी गर्छ। तपाई कल्पना गर्न सक्नुहुन्छ। हामी लौरो बोक्छौं, हामी लौरो बोकेर चौकीदार गर्छौं, जबकि मसँग डिग्री पढेका साथीहरू लाइनबद्ध हुनुहुन्छ त्यहाँ। अवश्य पनि मलाई कस्तो हुन्छ होला त्यो देख्दाखेरि। पीडा छँदैछ होइन। यो अलिकति निराशावादी सोच जस्तो पनि भयो। हामीले यसरी कुरा गर्नु हुन्थ्यो वा हुन्थेन, तर तपाईले मेरो व्यक्तिगत जीवन खोतल्दाखेरि मैले यो कुरा चाहिँ भन्नै पर्छ। यो निशानीको मात्रै समस्या होइन, आम नेपालीको समस्या हो। हजुर हैन। काम गर्न गएको मान्छे विदेशमा बस्दाखेरि पनि साहित्य सिर्जना गर्ने अवसर कतिको प्राप्त भयो? हेर्नुस्, मैले प्रश्न भन्नु पर्दाखेरि मेरो कामको दायरा भनेको चौकीदारी नै हो। मैले श्रोताहरूलाई ढाँट्ने वा तपाईहरूलाई ढाँट्ने भन्ने हुँदैन। रातभर अनिदो बस्दाखेरि कम्तीमा 2टा कविता फुर्नु वा एउटा गजल फुर्नु, एउटा मुक्तक फुर्नु वा तपाईहरू जस्तो साथीभाइहरूलाई सम्झेर कुनै पत्र कोर्नु, त्यो नौलो कुरो भएन, त्यो हमेसा नै हुन्छ होइन। तर विदेशमा बसेर साहित्यको सेवा गर्नु र नेपालको आफ्नै धरतीमा बसेर साहित्यको सेवा गर्नुमा धेरै फरक छ होइन। किनभने यहाँ समकालीन साथीहरू पाइन्छ होइन, पत्र पत्रिकाहरूको पहुँच हुन्छ होइन, नेपालमा घटेका घटनाहरूलाई तत्काल हामी क्याच गर्न सकिन्छ होइन। तर विदेशमा बसिसकेपछि घटनाक्रमहरूदेखि पनि टाढा टाढा जस्तो होइन, अनलाइनमा आएका कुराहरू पनि सत्य हुन् कि होइनन् जस्तो होइन, अनि समाचारहरू पनि सत्य हुन् कि गलत जस्तो हैन, यहाँ आँखाले देखे जस्तो त हुँदैन नि त हैन। त्यसकारण अलिकति कृत्रिम भयो कि जस्तो लाग्ने उतातिर। यहाँ बसेपछि होइन म प्राकृतिक नै छु जस्तो लाग्ने, जस्तो ताराजी त प्राकृतिक नै हो नि यहाँ त होइन। यहाँको जलवायु हावापानी तपाईसँग सबैको साथ छ नि त, तर हामीसँग हाम्रो आफ्नो जलवायु त हामीसँग छैन नि त। त्यसकारण हामीलाई के लाग्छ भने कतै कृत्रिम पो भयो कि जस्तो पनि लाग्छ। त्यसकारण लेखिन्छ, तर नेपालमा लेख्नु र विदेशमा लेख्नुमा धेरै फरक छ। एउटा कविता मैले आमालाई सम्झेर विदेश छँदै एउटा कविता लेखेका थिएँ। हुन त मैले विवाह गरेपछि आमा भन्नुहुन्छ तिमी मलाई माया गर्दैनौ, बुहारीले धेरै माया गर्छौ होइन। बुहारी भन्छ मेरो श्रीमती भनौँ न, मलाई माया गर्दैनस्, तपाईँको आमालाई धेरै माया गर्छस् भन्नुहुन्छ होइन। तर पनि म भन्न चाहन्छु म मेरो आमालाई माया गर्छु धेरै, भलै मान्छेहरू जेसुकै भनौँ न होइन। त्यसकारण आमालाई सम्झेर मैले एउटा कविता लेखेका थिएँ कि आमा मलाई माफ गरिदेऊ, मलाई क्षमा गरिदेऊ भनेर मैले एउटा कविता लेखेका थिएँ। तपाईलाई म सुनाउन चाहन्छु, अनुमति चाहन्छु। मलाई तेल घसेका मेरी आमाको हातहरूमा डाले घाँसको काँडा बिच्न थालेपछि मेरी आमा सोच्दी हुन् छोरा र काँडामा कुनै फरक छैन। अनि मलाई ताते ताते सिकाएका मेरो आमाको नाङ्गो पाइतलाहरूमा गोरेटुको ढुङ्गा ठोक्किँदा हुन् र मेरी आमा फेरि पनि सोच्दी हुन् ढुङ्गा र छोरामा कुनै अन्तर छैन। कठै मेरी आमा माफ गरिदेऊ मलाई, आमालाई रोगी बनाएर अचेलमा रोजगार गर्छु। रित्तो चुलोसँग तातो पानी माग्ने मेरी आमा र मेरो शिर भएर बग्ने तातो हावा, मानौ थोत्रो झुपडीमा एक्ली बुढी आमालाई भित्ताको आफ्नै छाया हेर्न लगाएर म समुद्र किनारमा उभिएर खिच्ने गर्छु एक कपी फोटो छाया जस्तै। मेरी आमा फेरि सोच्दी हुन् भित्ता र समुद्रमा कुनै अन्तर छैन, फोटो र छायामा कुनै फरक छैन। कठै मेरी आमा मलाई माफ गरिदेऊ, च्यातिएको चौली सम्हाल्दै मेरी आमा सोच्दी हुन् चोली र ममा पनि कुनै अन्तर छैन, किनभने यस बखत चोली झै च्यातिएको छ मन पनि,
अनि खोज्दिउन् मेरी आमा म सानो छँदाको छोटो भोटो देखेर फेरि आमा सोच्दिहुन् छोरा र भोटोमा पनि कुनै त्यस्तो फरक छैन किनभने छोराको मन पनि त भोटो जस्तै छोटो छ कठै मेरी आमा मलाई माफ गरिदेऊ। मेरी आमाको चुल्टो सेतै फुलेपछि उदास छन् शिरहरू मालारानी पहाड जस्तै किनभने पहाड लाली गुराँस फुलाउँदैनन्। मेरी आमाको मालारानी शिर सकिएको बखत मानौ म मेरो गोर्खे शिर बोकेर फेरि एकपटक फुलाउन खोज्दैछु लाली गुराँस मालारानी पहाडमा मेरी आमाको शिरमा कठै मेरी आमा मलाई माफ गरिदेऊ। एकातिर जन्म दिने आमा अर्कोतिर कर्म दिने आमा दुवैजनालाई मिस आउट गर्नुभएको छ दुईटैलाई होइन। आमा वा मेरो श्रीमती वा मेरो परिवारमा कुनै समस्या छैन, हामी सबै सँगै छौँ र एकअर्कामा माया गर्छौँ। तर विवाह पश्चात मलाई यो फिल भयो किनभने मेरी श्रीमती त्यतिखेर सोच्दै थिए उलिन् होइन एउटा हाइफाईमा हिँड्ने होइन चोरीफुरी गर्ने एउटा केटो योसँग त प्रशस्तै पैसा छ होइन अनि सबै चिज जाने जस्तो एउटा केटो होइन नयाँ लुगा लगाएर हिँड्ने एउटा केटो होइन योसँग त सब थोक छ तर उनलाई लामो समयपछि थाहा भयो यो केटोसँग केही पनि छैन होइन योसँग त छैन आवाज मात्रै छ। त्यसकारण एउटा श्रीमती अथवा एउटा परिवारको सदस्यले सधैँभरि आवाज सुनेर सधैँभरि एउटा मुस्कान देखेर वा एउटा नयाँ लुगा लगाएको एउटा केटा देखेर उसले आफ्नो जीवन बर्बाद गर्न सक्दैन र आमाले पनि आफूले जन्माएको छोरो आफूदेखि टाढा रहेर बसेको उसले पनि देख्न सक्दैन होइन। त्यसकारण मैले यो सम्झनामा मैले एउटा कविता लेखेको थिएँ ताराजी। अवश्य पनि एकातिर जन्म दिने आमाको पीडा छ अर्कोतिर मलाई यहाँनिर अलिकति जोड्न के मन लागेको भने निशानीले आफ्नो आमालाई मात्रै समावेश गरेका छैन समग्र नेपाल आमालाई पनि समावेश गरेको छ। हजुर हो किनभने यो पीडा सबै नेपाल आमाको हो। अहिले पनि मेरो गाउँमा मेरो आमा अहिले पनि घाँस काट्नुहुन्छ अवश्य र म यस्तो देखेको छैन कि अरू आमा बसिराखेका छ भलै उनका छोराहरू युरोप होलान् वा प्राध्यापक होलान् डाक्टर होलान् वा जोसुकै होलान् होइन। जबकि मेरो आमा जंगलमा गएर घाँस काट्ने बेलामा उस्तै अर्को आमा पनि घाँस काटिराखेका छ। अस्ति म गाउँ गएर आएँ धेरै उमेर गएका आमाहरू पनि बिहान सबैले उठेर जंगल गएको देखेँ र उनीहरू फर्केपछि मैले सोधेँ छोरा कहाँ छ सबैले भने जापान छ कोरिया छ होइन। तर के गर्ने आमाहरू त त्यही मालारानी पहाडमा छन् त्यही थोत्रो घरमा छन् त्यही थोत्रो घरमा बसिराखेका छन् होइन। त्यसकारण मलाई पीडा बहुत हुन्छ कहिलेकाहीँ ताराजी। निशानीजी कुराकानी जोडिरहेछौँ कविता पनि सुनिरहेछौँ मैले सुभाष दाजुलाई पनि आग्रह गर्छु निशानीले यो बिचमा कुनै एउटा साङ्गीतिक आवाज यस्तो कुनै मलाई सुन्न मन लागेको यहाँ भएको छ भने कुनै एउटा आवाज गीत यो राख्न पनि चाहन्छौँ हामी। वास्तवमा ताराजी म अलिकता यौनवादी धारको लेख्न रुचाउने मान्छे भए पनि मेरो अलिकता पुरानो धार र मध्यम धार भनेको प्रगतिशील नै हो। मैले अलिकता प्रगतिशीलहरू गीत सुन्न मन पराउँछु। सुभाषजीसँग अहिले पहुँच छ भनेदेखि जीवन शर्माको एउटा गीत छ झरनाको चिसो पानी वा एउटा अर्को पनि गीत छ मलाई ठ्याक्कै बोल याद भएन जीवन शर्माजीको झरनाको चिसो पानी र अर्को एउटा बुढी आमाको बारेमा लेखेको छ उहाँले कार्कीनेटाको उकालोमा जाँदाखेरि एउटा बुढोले भरिया सिमली छाया र झरनाको चिसो पानी कुनै मलाई भए हुन्छ। यो गीतमा मैले मेरो जीवन पाउँछु मेरो गाउँ पाउँछु मेरो आमा पाउँछु र समग्र देश पाउँछु मैले। अवश्य पनि सायद दुईवटै गीत हामीसँग छ। हजुर सुभाष दाजुले कुनै गीत बजाउनुहुन्छ त्यसपछि हामी फेरि कुराकानी जोड्नेछौँ। हुन्छ ताराजी हुन्छ। खेतलाको यही हो जिन्दगानी झरनाको
खेतराको यही हो जिन्दगानी झरनाको चिसो पानी निशानीजी हजुर सिर्जना के को लागि गर्नुहुन्छ? खासमा सिर्जना त हामी देशको लागि गर्छौँ, राष्ट्रको लागि गर्छौँ र राष्ट्रको लेखनधार जो छ त्यसलाई अगाडि बढाउनको निम्ति हामी गर्छौँ। तर सँगसँगै समाजमा रहेका विभिन्न समस्याहरूलाई हामी उत्थान गर्नको निम्ति पनि लेख्छौँ। तर खास गरी आफ्नो मनलाई सेटिस्फाई बनाउन भनौँ अथवा मनलाई शान्त राख्न पनि हामी सिर्जना गर्छौँ र म सिर्जना गर्ने गर्छु। जस आफ्नो मनलाई शान्त पार्नको लागि, आफ्नो मनमा भएका पीडाहरूलाई ओकल्नको लागि साहित्य सिर्जना हुन्छ। कतै साहित्य सिर्जना गरिरहँदाखेरि यसबाट मैले के नै पाउँछु र भन्ने त्यस्तो कुनै त्यस्तो निराशा लाग्छ कि लाग्दैन? हुँदैन। मलाई त के लाग्छ भने म साहित्यबाट सब थोक पाउँछु। मलाई कसैले यो त अलिकति यो कपोकल्पित प्रश्न जस्तो पनि हुनसक्छ होला। कसैले तिमीलाई म 1 करोड रुपियाँ दिन्छु, आजदेखि कविता लेख्न बन्द गर, कहिले पनि जीवनभर नलेख, तर म 1 करोड दिन्छु भन्यो भने म 1 करोड लिन्न। अवश्य पनि यो किनभने यसलाई पागलपन भन्नुहोस् अथवा के भन्नुहोस्, होइन म त्यो उसको 1 करोडलाई मैले अस्वीकार गर्छु र म भन्छु मलाई कृपया कविता लेख्न दिनुहोस् म बाँच्दासम्म। अवश्य पनि यो स्रष्टाहरूको इमानदारिता हो, मेरो इमानदारिता हो र मैले मनले यो कुनै त्यस्तो फेरि नाटकीय कुरा होइन। यसलाई एउटा पुँजीवादसँग पनि तुलना गरौँ न त। मलाई कसैले प्रलोभन देखाएर यस किसिमको कविता नलेख, यस किसिमको गजल नलेख वा यस किसिमका शब्दहरू नलेख भनेर प्रलोभन देखाउला कि ठिक छ, प्रलोभन फस्न सकेला, तर कविताको यो सन्दर्भमा चाहिँ हुन सक्दैन। अवश्य पनि त्यस कारण म यति माया गर्छु यसलाई। हामी घर्कँदैछौँ समय। हजुर हजुर कविता त सुन्नै पर्छ। हजुर अलिकति लामो जस्तो लागिरहेको छ एउटा कविता, निशानीले लेखेको धेरै अगाडिको कविता हो कि जस्तो लागिरहेछ। मसँग नयाँ कविता पनि छ। यो अलि लामो कवितालाई पछि कुनै दिन संजोग मिलेमा वा तपाईँलाई नै दिएर छोडौँला। अवश्य पनि एउटा छोटो कविता छ। यो कविता मैले लेखेको थिएँ 1 महिना अगाडि र यो कविता साँच्चै मलाई मनपर्छ। म माथि परेड खेल भनेको छु मैले। यो मैले त्यस्तो कुनै व्यक्तिलाई इङ्गित गरेको छैन, तर आऊ म माथि परेड खेल भनेको छु मैले। यो पेन्टागन भन्ने तपाईँलाई थाहा छ होला, यो पेन्टागन भन्ने लेखेको छु सुरुमा मैले। पेन्टागन झै मेरो छाती पाकिस्तानको कुनै पहाड बनेर हरेक बिहान पड्कन्छ। अचेल मेरो समथर छाती पनि गोर्खा सैनिकको तालिम केन्द्र झैँ भएको छ। त्यसैले मेरो छाती माथि टेकेर म माथि परेड खेल, म माथि दौड गर, म माथि बुट लेटेक र मेरी प्यारी सक्छौ भने यो पनि गर, म माथि खाडल खन्न अनि पुरपार पारिदेऊ मेरो लास जस्तै बाँकी जीवन। सक्छौ भने पुरपार गरिदेऊ मेरो लास जस्तो बाँकी जीवन, किनकि म बाँच्नु छैन अब, किनकि म हाँस्नु छैन अब। सक्छौ भने परेड खेल मेरो छातीमाथि मेरी प्यारी। मेरो लास झै जीवन पहाड उचालेर धरती बनाइदिने वा धरती बोकेर आकाशसँग जोडिदिने, तर आज आफ्नै छातीमाथि गर्लम्म ढलेको गाईगोठ झैँ बर्लिन पल्खाल अनि ढल्न बाँकी भेडागोठ झैँ मेरो अस्थि पञ्जर। मैले मेरै आँखामाथि आकाश घोप्टेको पनि देखेँ र फेरि जमिन उठेर जताततै ज्वालामुखी बनेर मान्छे मैलाई जलाउन खोजेको पनि देखेँ। भइगयो अब त मलाई मार, मलाई काट, मलाई रेट, कृपया साथी सक्छौ भने यो पनि गर, मलाई घाँटी थिच यसपालि केही न केही त गर। आफ्नै आँगनमा शरणार्थी जस्तै बनेर म आफ्नै लासको मलामी बन्न सकिन। मलाई फाँसी देऊ, मलाई हत्या गर, मलाई घाइते बनाऊ, प्यारो साथी सक्छौ भने यो पनि गर, मलाई अङ्गभङ्ग बनाऊ। यसपालि इज्जतले मूल ढोकामा पासो थापेपछि भीमसेन थापा चाहिँ सिरिएर मर्दैछु। जसले जेसुकै गरोस् आफ्नो यात्रा रोकिँदैन, गन्तव्यमा पुग्नुपर्छ। हजुर होइन? त्यस कारणले गर्दा यो यात्रालाई निरन्तरता दिनको लागि जहाँसँगै जस्तोसुकै अवरोध सिर्जना भए पनि हामी त्यो अवरोधलाई हटाएर अगाडि बढ्नुपर्ने बाध्यता छ हामीसँग। कार्यक्रमको अन्तमा पनि छौँ। भन्नुहोस्, साहित्य बिनाको जीवन कस्तो लाग्छ होला? एउटा गीत थियो दाराजी, तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिनँ। म साहित्य बिनाको जीवन सोच्न सक्दिनँ। अवश्य। बरु मलाई जेसुकै गर होइन,
मैले भने अघि ममाथि टेका कुल्चा मारा कुटा फाँसी देऊ म 1 करोडै देऊ होइन म साहित्य बिनाको जीवन सोच्न सक्दिनँ म जीवनभरि यसरी नै बोलिरहन पाऊँ यसरी नै लेखिरहन पाऊँ होइन र ताराजी सायद हामी अन्तमा पनि छौँ तपाईले भनेअनुसार र मसँग थुप्रै कविताहरू थिए जो सुनाउनै पर्ने पनि थियो र निकै रमाइलो निकै मिठो र मलाई पनि मन परेका कविताहरू थिए तर समय अभावले ताराजी म सबै बोल्न सकिनँ यसको लागि माफ गरिदिनु होला होइन ठिक छ समय दिनुभयो यही नै ठुलो कुरा हो हामी यो बीचमा धेरै पटक कुराकानी गरौँ भनिरहेको थियो कहिले निशानीको समय नमिल्ने कहिले त्यस्तै हुने परिस्थिति त्यस्तै बन्ने भइरहेको थियो यो आज चाहिँ कुराकानी गर्न पनि पायौँ निशानीसँग यसरी भलाकुसारी गरिरहँदाखेरि मलाई निशानीलाई कस्तो लागिरहेछ होला भन्ने प्रश्न गरिरहँदाखेरि गर्न मन लागिरहेको छ कि कुनै दिन बागुन एफएमको स्टुडियोमा मान्छेका पीडा बोलिरहने र आज धौलागिरी एफएमको स्टुडियोमा आएर तारासँग कुराकानी गरिरहँदाखेरि सुभाषसँगैको तारासँग कुराकानी गरिरहँदाखेरि निशानीलाई कस्तो लागिरहेछ होइन मलाई त अब स्वाभाविक रूपमा रमाइलो लाग्छ नै र अर्को कुरा मलाई के विश्वास छ भने बागलुङ अथवा यो धौलागिरीको साहित्यहरूलाई तपाईँहरूले लिड गर्नुभएको छ सुभाषजीले पनि पर्दा पछाडिबाट धेरै सहयोग गर्नुभएको छ वास्तवमा म यहाँ आउनुमा तपाईँको देन त अलग्गै छ नै छ तर सुभाषजीको पनि धेरै राम्रो इन्करेज छ ममा होइन त्यसकारण यहाँको साहित्य तपाईँहरू बिना अगाडि बढ्न सक्दैन तत्कालको लागि है र हामी कहिलेकाहीँ पाउन जस्तो आउला अथवा टाढैबाट तपाईँहरूलाई केही इमेल लेखोला हाम्रो प्रतिनिधि पात्र भनेको तपाईँहरू नै हो र तपाईँहरूले हामी जस्तो एउटा समकालीन भनौँ अथवा हामी जस्तो केही लेखेर हामी केही गर्न सक्छौँ है देशको लागि भन्ने एउटा नेपालको इमान्दार र सच्चा नागरिकलाई यहाँहरूले कृपया बेला बखत आउँदा जाँदा सम्झनु भयो भनेदेखि अन्याय हुँदैन साहित्यप्रतिको न्याय जीवनप्रतिको न्याय हुन्छ तारा अवश्य पनि जे समय दिनुभयो कुराकानी पनि गरियो हामी निकै अन्तमा छौँ यसको लागि धेरै धेरै धन्यवाद त मैले अन्तमा के भनिरहन्छु भन्दाखेरि अब सायद निशानीको पनि अब हामीसँग यसरी बस्ने धेरै दिन छैन होला तपाईँको यो वैदेशिक यात्रा सुखद र सफल रहोस् त्यहाँ गइसकेपछि पनि कमसेकम साहित्य सिर्जनालाई चाहिँ नछोड्नु होला यो आग्रह पनि गर्न चाहन्छु मैले ताराजी हुन्छ तपाईँले भनेअनुसार म गर्छु र अन्तमा मलाई यसरी समय दिनुभयो ताराजी सुभाषजी यहाँहरूप्रति म धेरै आभार व्यक्त गर्छु र दिल निशानी मगर जसले मलाई अहिले सुनिरहनु भएको छ यहाँहरूलाई पनि पक्कै पनि अवगत भयो कि दिल निशानी सन्चै रहेछ बोलीमा कवितामा अझै पनि रुचि राख्दो रहेछ भन्ने भान भयो दम छ रुचि मात्रै हैन दम छ भन्ने भयो होला र तपाईँले मलाई यदि कमेन्ट गर्न चाहनुहुन्छ भने फेसबुकमा फलो गर्न सक्नुहुन्छ दिल DILNISANI यामेजिआर दिल निशानी मगर तपाईँहरूले मलाई एड गरेर त्यहाँ खालि मेरा रचनाहरू तपाईँले हेर्न सक्नुहुन्छ र ताराजी मेरो भन्नु यति नै छ अन्य कुराहरू गर्दै गरौँला समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद ताराजी तपाईँ धेरै खुसी जो समकालीन स्रष्टा हामी सँगसँगै साहित्यिक यात्रा गरिरहन्थ्यौँ दिल निशानी मगरसँग कुराकानी गऱ्यौँ उहाँका कुराकानी पनि सुन्यौँ उसो त स्वदेशमा बसिरहँदाखेरि हामी जसरी यात्रालाई सँगसँगै डोराएका थियौँ त्यसै गरी विदेशमा रहिरहँदाखेरि पनि निशानीको साहित्यिक यात्रा सफल होस् हामी यो आग्रह पनि गर्न चाहन्छौँ कार्यक्रमको निकै अन्तमा छौँ आज